घाँटी बल्ल चिनाउन साथीहरु आज चटपट बनाएर खाँदैछु। साथीहरु गुड मर्निङ नमस्ते हेलो गाइस नमस्ते हजुरले आजको भिडियोमा स्वागत छ तपाईलाई। आज चाहिँ हाम्रो बाबाले मौरी निकालेको छ, म त्यही देखाउनको लागि गएको छु। गाइसहरु मम्मी बिराम भएर भात खान लागिरहेको छु। गाइसहरु म चाहिँ यहाँ देखाउन गइरहेको छु है गाइसहरु, मौरीको मह गाइसहरु देखाउन गइरहेको छु है मौरीको मह गाइसहरु। यताबाट मौरीको मह देखाउन गइरहेको छु। मौरीको मह देखाउन मह आउनुहोला खाना मह तपाईहरु पनि अर्डर गर्नु मह म भने चाका धेरै खाऊ। गाइसहरु यहाँ पनि छ धेरै मह। ए साथीहरु मह कसलाई चाहिन्छ कन्ट्याक्ट गर्नु। ल साथीहरु मह कसलाई चाहिन्छ कन्ट्याक्ट गर्नु होला। अर्गानिक मह यो 3-4 मै पहिला अर्गानिक मह गाइसहरु अर्गानिक यहाँ छ देखि भरि। मेरो बाबाले दुःख गरेर ल्याउनुभएको मह हो। मेरो बाबाले दुःख गरेर ल्याउनु मह गाइसहरु। हामीलाई औँठी लगाइदिन्छ है घरिघरि। अनि अहिले औँठी पनि लगाइदिनुहुन्छ मौरी कर मौरी टोकेर। अरु त लाउन सकिन, मौरीको औँठी चाहिँ लगाइन्छ हामीले। यता फेरि मम्मी बिरारी भएर यता भात खाइसकेको छ। मौरी म खानै पाएन हैन गाइस, बिराम भएर रुगा लाएर आँखा के अरे आँखा कपाल आँखा तरी मर भने जस्तै भयो। आँखा अल्छ तर खाना पाएन। अब म ठिकाएर मै त गाइसहरु म भ्याएपछि डिब्बा लिएर आउँछु। अब कति हुन्छ है त मह। अर्गानिक मह यसरी राखिन्छ। मालिक साहबले केही हुँदैन रे। म हैन न म त छैन म छैन नाकामाले भन्छ। भर्खर आएको रहेछ क्या यहाँ पुग्दै लुगा गएको हेर्नु रातो मह हल्का माथि देखेछ क्या हेलो साथीहरु गाइसहरु मह हेर्नुहोस् अर्गानिक तलले निचारेर चाहिँ नि बेच्छौँ हैन त। कसलाई चाहिन्छ आउनु होला। म खान कति धेरै भइसक्यो म पेडमा नानिसिन्छ। म भन्दा चाका धेरै हुने छ सबै म भन्छ पर्दैन। ओके कति धेरै चाका निस्किन्छ क्या खाली। गाइसहरु यहाँ चाहिँ मौरीको मह माथि झ्याउलाई मलाई त्यसो भन्छ। गाइसहरु अर्गानिक मह गाइसहरु अर्गानिक मह यता चाहिँ मिदोहरू निकालेको गाइस रातै छ यहाँको झन् मह गाइसहरु। ए यो हाल्न पर्यो नि फेरि यार। यता पनि छ गाइसहरु।
यता माथि पनि छ गाइजहरू म यता पनि छ दस्तहरू एकमा प्याक भइसकेको छ म त्यहाँ जान्छु जन्नाको यता अर्को माना ले गर्छ यसको दिमागकै छैन के गर्ने अहिले उसको नम्बर लिएर आउँछ खाने पानीको त्यो गर्छ र साथीहरू म चाहिँ स्कुलबाट आइसकेको छु गाइजहरू म चाहिँ मामा घरतिर गइरहेको छु मह लिएर गाइजहरू कस्तो मच्छर टोकेछ भने आउनु होला गाइजहरू हातमा नि सबै चिलाउने म चाहिँ हिँड्दैछु है गाइजहरू यता पानी छ कि उतातिर ट्याङ्की बन्दैछ गाइजहरू उतातिर ट्याङ्की गाइजहरू म चाहिँ मामा घरबाट आएको रात पनि परिसक्यो गाइजहरू यता चाहिँ पोखरीको लागि पानी बनाउँदैछ है भयो क्या आछ पानी त्यताबाट हामी चाहिँ हिँड्दैछ है यस्तो राति परिसक्यो गाइजहरू मामा घरबाट आएको गाइजहरू गाइजहरू रात पनि परिसक्यो आजको भ्लग चाहिँ यति नै भोलिको भ्लगमा भेटौँला बाई बाई